आज म अघि जिमबाट फर्किरहेको थिएँ रुममा। अलिकति सामान पनि किन्नु थियो, केरा किनेर अनि बुक पनि किन्नु थियो। केरा किनेर प्लास्टिक म हातमै समातेर हिँडिराखेँ। पछाडि ब्याग पनि थियो, ब्यागमा राखेन। अनि स्टेसनरीमा गएँ, मैले भनेको बुक पाएन। त्यस पछाडि कपी किनेँ। बुक चाहिँ भोलि नै लिन आउँछु भन्ने सोचेँ। फेरि होस् भयो, यहाँ नपाए पनि अर्को ठाउँमा गएर किन्छु भनेर अर्को ठाउँमा गएर किनेँ। तर त्यहाँनिर एउटा जुन कपी किनेको थिएँ नि, त्यो कपी चाहिँ मैले ब्याग खोलेर ब्यागमा राखेँ, चेन पनि लगाएँ अनि मस्तले। अनि अर्को ठाउँमा अर्को स्टेसनमा बुक किन्न गएँ अनि बुक पनि पायो। अनि मैले त्यो बुक चाहिँ हातमै समातेर, हातमा त्यो अर्को सामान र केरा र के भन्छ त्यो बुक हातमै प्लास्टिकमै समातेर आएँ। अनि माथि चोकबाट फेरि चोकबाट घर फर्किने बेला चाहिँ एकदम बाटोमा चिल भएर एकदम हिरोइन पारामा आइरहेको छु। एकदम एटिट्युड त नभनौँ, जे होस् भिडियो नि बनाइरहेको छु फेरि स्न्याप के। अनि कसैले पालमा एकदम हिँडिरहेको छु है। अनि घर आएँ, घर ठ्याक्क गेटभित्र छिरेँ अनि भर्याङ चढिरहेको थिएँ। अनि एकजना अङ्कल आउनुभयो, गायत्री के हो ब्यागले त गरेछ भन्नुभयो। अनि यसो हेर्छु त नभन्दै ब्याग त चेन सब खुलेको है। ब्याग यस्तो क्या सब पुरै खुलेको मेन चाहिँ जुन हुन्छ नि हामी सामान राखेको हुन्छ नि सबै खुलेको। म त यस्तो सम्झेँ कि त्यो बाटोमा आइरहेको त्यो पुरा एकदम हल्लिँदै आएको। अनि त्यो म ट्रोमामा छु गाइस अहिले।